त्यहाँ मजाले चरेको हेरे अब त्यहाँ क्लाउड होइन अब ल्यान्डिङ हुनु जस्तो देखिन लागिसक्यो त्यो क्लाउडले काम बन्द हुन्छ त्यसको यस्तो त 9 वटा थुप्रै रहेछ नि हैन तल हेर न डर लाग्छ तल हेर न उता हेरेको के अन्त कोही अब कस्तो दामी छ यसमा सुस्तरी हैछ अलि बढी हैछ यसमा सनले आस्ते थियो हामी अर्को डाँडा चेन्ज भयो जस्तो भयो के डाँडाले हामी बादलबाट डाँडा फेरि यो छ नि हामी त्यो क्लाउडबाट ल्यान्डिङ गर्न लाग्यो जस्तो पहिला हेर अब ठ्याक्क उयो माथिबाट 1 मिनटको भइसक्यो साढे 1 मिनट अब कति मिनेटमा पुग्छ त्यहाँबाट यहाँ तल 14 मिनट 14 मिनट छ र अघि आउँदा त मैले 5-6 मिनट जस्तो लाग्यो थाहा हुँदा सुरुदेखि खेल्न 14 मिनट रोपे मात्रै छ ठन्डै रहेछ खतरा देखेको हेर्न काठमाडौँ आदि कहीँ घाम लाग्यो कहीँ घाम लागेन तर जान्थे कस्तोसम्म देखेको है यस्तै देखेको कतिको डर लाग्यो त अहिलेको चोटि तपाईँलाई ल भन्नु मलाई त लाग्दैन कृपालाई बहिनीलाई लाग्दैन मलाई त अघि त हाम्रोमा त सबैलाई लाग्यो भन्थे अघिको ग्रुपमा तिमीलाई अहिले त लागेन कस्तो डर लाज लाग्छ कि भनेर जस्तो छ होइन बुढो त हेरि सबैले डराइ नभनेको माथि जाँदा अघि त सब झन् त डर लाग्छ होला जस्तो लाग्थ्यो त्यस्तो अघि त डर आउँछ झन् केही थाहै हुने के गर्नु त नहेरेर सुरु झर्जेमा केही भएन कता जाने बाटो हुन्छ त्यस्तो चितलाङ त्यही त भनिरहेको भन्नु बुझिनु कस्तो कच्ची बाटो होइन है जान्छ गाडी माथि जान्छ नै पुग्छ गाडी जान्छ अरे कि भन्नाले चन्द्रगिरी नि जान्छ यति बाटो चन्द्रगिरी त्यही अघि बिहानहरू गएको थियो त्यही त हो नि हिँडेर चितलाङ हुँदै आउँछ क्या हिँडेर 45 मिनट भन्नु त्यही त हो नि अहिले भन्नु थियो तपाईँले हिँडेर तल पुग्न 45 मिनट त्यो चितलाङ जानलाई ए अँ उता चाहिँ नजिक पर्छ यताबाट गयो भने चाहिँ नजिक पर्छ क्या सर्टकट बाटो छ कि यो डाँडाबाट झऱ्यो नि डाँडाबाट झरेर 45 मिनट छ कि भित्री बाटो छ कि यताबाट चाहिँ गाडीमा जान्छ